हेलो स्वागत छ बिहारानी युट्युब च्यानललाई। अनि आज हामी एकदम नयाँ ठाउँमा छौँ। हामी सिद्धालेखमा छौँ। सिद्धालेख मन्दिरको दर्शन तपाईहरुलाई देखाउँदै छौँ। हामी चाहिँ अलि ढिलो आएको भएर अलि यो राम्रोसँग देख्नु पाएन। अलि चाँडै बिहान 8 बजेतिर आइपुग्यो भने चाहिँ एकदम राम्रो देख्ने रहेछ। यस्तो छ, हामी अलि मन्दिरबाट तल झरिसकेका छौँ। अहिले सिडीहरू बनाएको रहेछ, देख्न सक्नुहुन्छ। यहाँ प्लेन पनि क्यामेरामा कैद भएन कि यो ए हल्लियो। प्लेन पनि यहाँ देख्न सक्नुहुन्छ। यहाँ हिमाल सँगसँगै यतापट्टि पनि हिमालको दृश्य। आउनको लागि चाहिँ धादिङ बेसीबाट 1 घण्टामा हामी आइपुग्यौँ। तपाईको बैरनीबाट त लगभग 40 मिनट 45 मिनटमा आइपुग्छ। बाटोहरू पिच छ, राम्रो दृश्य छ। हामी चाहिँ 3 जना आज शनिबारको दिन यस्तो घुमघाम गर्ने हिसाबले आएको। अलि ढिलो नै निस्क्यौँ हामी। 9 बजे नै धादिङ बेसीबाट निस्केको भएर चाहिँ राम्रो बिहान जस्तो राम्रो भ्यू देख्न पाएन, तर पनि अहिलेसम्म देखिरहेको छ र सक्नुहुन्छ। ल कोही आउँदै हुनुहुन्छ भने टाइममा, एकदम छिटो टाइममा आउनु है, राम्रो देखिन्छ भ्यू। ल त्यहाँ छ हाम्रो पार्किङ। यो पार्किङ, मेरो स्कुटर देखिन्छ कि त्यहाँ छ। त्यहाँ पार्किङ गरेर यो सबै हिँड्दै आउने। धेरै भयो भ्लग नबनाएको। आज यसो यो 5-7 मिनटको हालिदिउँ भन्ने सोचले बनाएको। हेर्नु होला, तपाईहरुलाई आउनलाई सजिलो हुन्छ। यहाँ तलसम्म छ है सिडीहरू चाहिँ, राम्रो छ भ्यू। ढिलो आए पनि केही दुःख मन छैन। यति राम्रो सुन्दर दृश्य देख्न पाएका छौँ। जे होस्, हाम्रो मेहनत खेर गएको छैन। दुईटा ग्याङ यहाँ के कुरो गर्दैछन्। हो हामी भ्यू पोइन्ट दर्शन गरिसकेपछि अब यो सिद्धालेखको मन्दिर। थाहा लाग्यो। ल गाइस, सिद्धालेख बाबा मन्दिर आइपुग्यौँ। यतिखेर पनि देख्न त बवाल देखिरहेको है, अलि फाट्न थालेछ उता चाहिँ। घाम लाग फाट्छ यो। सिद्धालेखको मन्दिर यसरी कम्पाउन्ड गरेर छ। यहाँ सिद्धालेख, आई लभ सिद्धालेख छ। यो यता सबै पृथ्वी राजमार्गहरू देखिन्छ यो खुलेको बेलामा। अनि यहाँबाट एकदम सुन्दर दृश्य हिमालको देखिन्छ। पार्किङ हाम्रो वहाँ छ। हामी पुरै हिँड्दै आएको है। यो मन्दिर सिद्धालेखको शिवरात्रिमा एकदम भव्य ठुलो मेला लाग्छ। यहाँ छ मन्दिर। हामी चाहिँ अहिले अब फर्किँदैछौँ, ओह्रालो झर्दैछौँ। बोल्नै नसक्ने भयो थका लागेर। ल यो पुरै सिडी देखेको सब हिँड्दै आएको। अब हिँड्दै जाने, अब स्कुटर चढ्ने अनि घर जाने। आजको हाम्रो प्लान यही छ। म पारी गएर एकचोटि जुम गरेर देखाइदिउँला, एकचोटि भिडियोमा कस्तो दामी देख्छ भनेर। आजको सर्ट भिडियोमा धेरै हुँदैन, 4-5 मिनटको 5-7 मिनटको मात्र बनाएर राख्छु। ल मैले घरदेखि नखिचेर यहाँ आएर खिचेको, धेरै भयो नि त। अनि यहाँ के छ भने यो सहयोग गर्नेहरूको नाम लिस्टहरू छ सबै हेर्नु है, कसको नाम परेछ।
सबै हेर्नु है सबैभन्दा अब यहाँ के छ ए उहाँले 1,15,000 गर्नुभएको रहेछ यो धेरै गर्नेमा प्रमुख अतिथि माननीय पर्यटन मन्त्री आनन्द प्रसाद पोखरेलले चाहिँ गरेको रहेछ यहाँ सिद्धबाबा मन्दिर होइन 1,15,000 51,000 कहाँ छ यहाँ होला 15,000 छ त्यहाँबाट थोरै गर्नेले पनि 5,001 भने मतलब यो भन्दा अरू पनि लिस्ट छ होला यता छ यता नि छ पनि यहाँ चाहिँ 5,000 को देखाएर छ एक देखाएर छ भाइ कस्तो भयो त अनि हैन एकदम रमाइलो भयो यो सिद्धलेक गाउँ सिद्धलेक मन्दिर भनेको अहिलेसम्म पहिलोचोटि आएको हामी अनि तपाईँ म त धेरै आइसक्यो अनि 3-4 खेर आइसक्यो ठाउँ पनि एकदम पर्यटक कस्तो दामी ठाउँ हेर्नु ल हिमालहरू यता देखिने हैन सबै अनि सबै कुरा देखिने जस्तै त्यो के हो कुइरो यो हामीलाई मानुङकोटी किन जानु पर्यो यहाँ आएको छ हैन मान्छेहरू धेरै आउने आज शनिबार धेरै पिकनिकहरू स्पटहरू देखिबाट एकदम रमाइलो रहेछ आशिष दाइ कस्तो हुँदैछ तपाईलाई गर्मी भइरहेको गर्मी त आफ्नै ठाउँको जिल्लामा पनि यस्तो घुम्न चाहिँ आएको थिएन पहिलोचोटि आएको राम्रो हुन्छ यस्तो ठाउँ आफ्नो ठाउँ भन्यो गर्व लिनुपर्छ ए भनेपछि आफ्नै ठाउँको जिल्ला आफ्नै जिल्ला हैन गर्व जिल्ला शरद दाले सही हटाउँछन् अब हिँड्ने जाउँ पारी ल मलाई पनि पसिना आयो यार अहिले चाहिँ ल पारीबाट म एउटा अलि जुम गरेर सर्लक्क देखाउँछु हामी जाने बाटो चाहिँ यो नै होला यो पसिना आयो अहिले हिँड्दा पसिना आयो फाइनल्ली गाइज हामी मन्दिर यहाँबाट यस्तो दृश्य देखिन्छ हेर्न सक्नुहुन्छ यो मन्दिर हामी आइपुग्यौँ यति हिँड्नुपर्छ है एक्सर्साइज चाहिँ खतरा हुन्छ अब पार्किङ आइपुग्नु लाग्यो धेरै रुबी भ्याली पछि मैले सायद भ्लग नै अपलोड नगरेको भएर होला कस्तो बोल्नलाई नै अलि कस्तो भइरहेछ अनि फेरि आज मैले माइक पनि लिएर आइन माइक भइदियो भने चाहिँ स्या घ्याएर घुर केही आउँदैन थियो होला होइन तर हाम्रो नेपाल एकदम राम्रो छ भन्ने नै तपाईहरुले भिडियो हेरेर थाहा पाउन सक्नुहुन्छ किनकि हरेक ठाउँमा यस्तो सुन्दर ठाउँहरू हैन रमणीय ठाउँहरू छ अनि नेपाल राम्रो छ भने हाम्रो शरद दाइ क्या मख परिराख्यो फेरि रमाइलो सीतालेख मन्दिर ल दामी देखिन्छ नि 10x मा 15x मा हान्दिउँ न त 20x मा ल 20x मा यहाँ वारी डाँडाबाट मन्दिरको दृश्य ल आफरी देखिरहेको ठाउँ है मन्दिर हामी आइपुग्यो अब है थके लागेर के भयो रे दुईजना थाकेर हिँड्छन् थाकेन रे तर गर्मी चाहिँ उडै भयो मलाई चाहिँ बिहान त जाडो भएको थियो यति लाउँदा अहिले हिँड्या भएर भ्यू ब्याकग्राउन्डको भ्यू यस्तो देख्न सकिन्छ अब आजलाई लगभग यति नै योभन्दा धेरै बेरको नभए त्यो डाँडामा छ मन्दिर ल है त